सो गाइस अहिले चाहिँ हामी गलेश्वर धाममा छौँ र गलेश्वर धाम चाहिँ कसरी भयो भन्दाखेरि पार्वती माताको गला पतन भएको तीर्थस्थल हो जहाँ चाहिँ स्वयं महादेव भगवान आफै उत्पन्न हुनुभएको शिवलिङ्गको रूपमा, त्यसैले गलेश्वर तीर्थ भनिन्छ। सो हामी अहिले यहीँनिर छौँ र यहाँनिर चाहिँ धेरै राम्रो छ। यहाँ तीर्थयात्रा घुम्ने क्रममा यो भगवानको कृपा हो, यसरी घुम्न पाइरहेको छौँ र अहिले चाहिँ हामी गलेश्वर धाममा छौँ। सो यहाँनिर चाहिँ इम्पोर्टेन्ट के छ भन्दाखेरि, महत्त्व के छ भन्दाखेरि चाहिँ यहाँ चाहिँ तपाईँले सबै पाउनुहुन्छ जो सोचेको छ। तल हेर्दाखेरि चाहिँ यहाँनिर कालीगण्डकी माता हुनुहुन्छ र शालिग्राम नारायण भगवान विराजमान हुनुहुन्छ र माथि चाहिँ गलेश्वर पार्वती माताको गोला पतन भएको हुनाले गलेश्वर महादेव उत्पन्न हुनुभयो आफै। सो हजुरहरूले दर्शन गर्न सक्नुहुनेछ। तल कालीगण्डकी, माथि गलेश्वर महादेव, योभन्दा ठुलो के चाहे तीर्थयात्रा घुम्दाखेरि। सो हामी चाहिँ अहिले यहीँ छौँ र म यो भिडियोमा चाहिँ हजुरहरूलाई पुरा गलेश्वर देखाउन चाहिँ सकेन, किनकि यहाँनिर ड्रोन उडाउन दिएन है त, धेरै ठाउँमा ड्रोन उडाउन दिएन, त्यसैले सानोतिनो क्लिपहरू हो। सो यही भन्न चाहन्छु कि हजुरहरू नि यसरी अवसर पायो भने जानुहोला गलेश्वर, धेरै राम्रो धाम छ। जस्तै पहिला म गइसक्यो लट्रमेश्वर, जहाँ चाहिँ पार्वती माताको कपाल पतन भएर लट्रमेश्वर भनिन्छ। पहिला नि मैले भिडियो बनाइसक्यो। यो चाहिँ अहिले गलेश्वर, जहाँ चाहिँ पार्वती माता गला पतन भएको स्थल हो, तीर्थस्थल हो, जहाँ चाहिँ गलेश्वर महादेव शिवलिङ्ग उत्पन्न हुनुभएको छ। सो मैले त दर्शन गरेँ। सो यही हो गलेश्वर धाम भनेको। यहाँनिर धेरै राम्रो बनाइएको छ तीर्थस्थल। सो हामी चाहिँ अहिले यहाँ गलेश्वर धाममा छौँ र हामी दर्शन गर्दैछौँ र हजुरहरूलाई नै सानो सानो क्लिपहरू देखाउँदैछौँ। सो सबै भगवान एकै हुन्। सो राम भने नि, श्याम भने नि, राधा भने नि, कृष्ण भने नि एकै हुन्। सो भगवान अलिअलि अनेक रूपमा भए पनि परमात्मा एकै हुन्। सो हजुरहरू नि सके भगवानलाई मान्नु होला, सके जान्नु होला है त। सो यही भन्न चाहन्छु। अरू देख्न सक्नुहुन्छ, जस्ट रोडैमै पर्छ यो। सो म यो रोडैमै पर्छ जुन गलेश्वर महादेव भगवानको तीर्थस्थल छ त्यो। प्रायः जस्तो मान्छेहरू चाहिँ मुक्तिनाथ जाँदाखेरि यो गलेश्वर भएकै गलेश्वर धामकै ठाउँमा बास बसेर जाने गर्छ क्या मुक्तिनाथ है त। सो हामीले नि त्यही प्लान गर्न थालेको थियो, तर हामीले चाहिँ गरेन, हामी चाहिँ सिधै गयो पहिला मुक्तिनाथ। सो यति नै हो है त। हर हर महादेव भन्दै नेक्स्ट भिडियो आउनेछ। सो अहिलेलाई बाई।